प्रिय भाइ बहिनीहरू जतिले हेरिरहनु भएको छ, प्रभुले धेरै धेरै तपाईहरुलाई आशिष दिएको होस् हैन। अनि मबाट पनि तपाईहरु सबैलाई है प्रभु येशू मसीहको पवित्र नाममा सबैलाई जय मसीह। त आउनुहोस् आजको हाम्रो पाठ जो छ, आजको हाम्रो जो टपिक छ यो कस्तो छ भने है सुन चाँदी हीरा मोती बुद्धि ज्ञान शिक्षा हैन। हामी हेर्छौं यहाँनिर उपदेशको किताब 8 अध्यायको 10, 11, 12 पदलाई हामी हेर्छौं। यहाँ यस प्रकारले लेखिएको छ 10 पद, चाँदी होइन तर मेरो शिक्षालाई ग्रहण गर हैन। अनि उत्तम सुन भन्दा बरु ज्ञानलाई ग्रहण गर। 11 पद, किनभने बुद्धि लाल मणिहरू भन्दा उत्तम हुन्छ अनि तिमीले चाह गरेका जम्मै थोकहरू यसको तुलनामा आउन सक्दैनन्। 12 पद, म बुद्धि निपुणतासँग वास गर्दछु र विचारपूर्ण युक्तिहरूको ज्ञान प्राप्त गर्छु। हामीले हेर्छौं यहाँ हेरौं चाँदी होइन हैन, चाँदी होइन हैन, एकपटि शिक्षा एकपटि चाँदी। तब हामीले हासिल गर्नुपर्ने पाउनुपर्ने खोज्नुपर्ने चाहिँ हामीले चाहिँ चाँदी होइन, के खोज्नुपर्छ? शिक्षा हैन। शिक्षा शिक्षा यस्तो कुरा हो, चाँदी त चोरले पनि चोरेर लान सक्छ, राजाले हराएर पनि लान सक्छ हैन, या कतै हराउनु पनि सक्छ चाँदी हैन, कसैले लुट्नु धुत्नु पनि सक्छ। त्यो चाँदीले गर्दा मेरो ज्यान पनि जान सक्छ। तर शिक्षा भन्ने कुरा चाहिँ न त चोरले चोर्छ न राजाले हर्छ हैन। शिक्षा के हो? चाँदीभन्दा ठुलो दान हो। अब हामी यहाँ देख्छौं के भन्छ, चाँदी होइन तर मेरो शिक्षालाई ग्रहण गर अनि उत्तम सुन भन्दा बरु ज्ञानलाई ग्रहण गर। उत्तम सुन एक नम्बरको सुन, एकदम एकदम खट्टी सुन, एकदम एक नम्बरको एकदम असली सुन हैन, उत्तम सुन। त्यो भन्दा पनि के राम्रो? ज्ञान राम्रो है। त्यो उत्तम सुन भन्दा पनि ज्ञान राम्रो। यहाँ हैन हामीले पढ्यौं हैन। अब यहाँ 11 पदमा छ, किनभने बुद्धि लाल मणिहरू भन्दा उत्तम। अब लाल मणि हैन, सुन हेरौं चाँदी हेरौं, अब यहाँ लाल मणि हैन, यो लाल मणि भन्दा पनि कति उत्तम के? बुद्धि। हामीले हेरौं बुद्धि ज्ञान शिक्षा हैन। यो बुद्धि ज्ञान शिक्षा चाहिँ कस्तो कुरा हो हैन? यो मान्छेले कहाँ राख्छ यसलाई? गोजीमा हाल्नु कि झोलामा हाल्नु कि घरको भकारीमा हाल्नु कि कहीँ ब्याङ्कमा राख्नु कि कहाँ राख्नु है? यो त यस्तो कुरा हो नि हैन, बुद्धि ज्ञान शिक्षा हैन। त्यो उत्तम सुन भन्दा हैन, त्यो चाँदी भन्दा, त्यो लाल मणि भन्दा हैन, यस्तो सुन्दर यस्तो राम्रो हैन। यो उपहार यो परमेश्वरबाटै आएको छ। अनि परमेश्वरले नै है, परमेश्वरले नै मान्छे जातिहरू हैन, यो परमेश्वरको शिक्षा प्रभुको वचनले सुशोभित हुनु, सजिनु हैन। बुद्धि ज्ञान अनि शिक्षा यो कुरोले जब हामी आभूषित हुन्छौं, जब हामी सजिन्छौं हैन, यो कुरोले अब बुद्धि ज्ञान अब न कानमा लाउने हो, न नाकमा लाउने हो, न गलामा लाउने हो, न छातीमा लगाउने हो, न हातको औँलीमा लाउने हो, न खुट्टामा लाउने हो, न कस्तो प्रकारले लाउनु पर्ने हो यो हैन। बुद्धि ज्ञान समाज यसलाई न त झोलामा हाल्नुपर्छ न बक्सामा हाल्नुपर्छ है। यो बुद्धि र ज्ञान यो शिक्षाले चाहिँ के गर्छ हैन? यो बुद्धि र ज्ञान शिक्षाले के गर्छ हैन? त्यो मान्छेलाई हैन बुद्धिमान ज्ञानी हैन, उसलाई उपदेशक हैन ठहरिन्छ, ऊ ठहरिन्छ हैन। किनभने हामी देख्छौं संसारको यो सुन चाँदी, यो हीरा, यो मोती हैन, यो लाल मणि, योहरू के छ? संसारको दौलत हो, धन छ हैन। अस्ति हामीले हेर्यौं धन सम्पत्ति के अरे किराले पनि खान्छ, खिया पनि लाग्छ हैन। हितोपदेश 23 अध्यायमा हेर्यौं, 23 अध्यायको 4 पदमा 5 पदमा हितोपदेश, यही हितोपदेश 23 अध्यायको 4 पदमा 4-5 पदमा के छ? हावा के भन्छ? पंखा लाग्छ अरे त्यो थुपारेर राखेको सम्पत्ति नि, अन्त पखेटा लाग्छ उडेर जान्छ भनेर हितोपदेश 23 अध्यायको 4-5 मा हैन।
जान्छ, कसरी उडेर जान्छ अचम्म लाग्छ। उडेर कसरी जान्छ, कसरी जान्छ भन्दा हैन यस्तो समस्या आउँछ हैन, यस्तो घटना घट्छ, यस्तो समस्या आउँछ हैन, त्यहाँ त खर्च गर्नै पर्यो नि, कि त्यति साह्रो बिमारी भयो हैन, अनि ट्रिटमेन्ट त गर्नै पर्यो हैन, गर्नै पर्यो। या त कतै हराइहाल्छ, या त चोरेर लगिदिन्छ, या त लुटेर लगिदिन्छ, या त कस्तो ठगेर लगिदिन्छ हैन। ठगेर लाने, लुटेर लाने, चोरेर लाने, किसिम किसिमको गरेर लान्छ हैन, किसिम किसिमको। अब कति हामी देख्छौँ ब्याङ्कमा भएको पैसा ब्याङ्कमै हराउँछ। अब त्यसको हैन त्यहाँ ब्याङ्कको स्टाफहरू कसै त्यसको जिम्मेवारी कसैको हुँदैन, आफै हो खुद हो, आफ्नै गल्तीले गर्दा त्यो उडेको हुँदो रहेछ, पखेटा लाग्दो रहेछ, उड्दो रहेछ हैन। अब पखेटा लागेर उडेन भनेदेखि त्यो थुप्रिँदै बस्छ, पखेटा लाग्दैन भनेदेखि के हुन्छ, आफ्नो त पखेटा लाग्छ नि त फेरि हैन, थुपार्यो, धन सम्पत्ति त थुपार्यो, तर आफ्नो पखेटा लाग्यो आफै उडेर जानु पर्यो, धन सम्पत्ति छोड्नु पर्यो, आफू त उडेर जानु पर्यो नि त हैन। हामी यहाँ लुकाको किताबमा देख्छौँ हैन, लुकाको किताब कति त्यहाँ हामी देख्छौँ हैन, त्यहाँ तपाईँहरूले पनि पढ्नुभयो, हामी पनि पढेको छौँ। एउटा धनवान मान्छे प्रभुले एउटा उदाहरण राख्नुभयो, यति साह्रो उसको अनाजहरू हैन थुप्रेके, त्यो सबै त्यो के भन्छ त्यो भकारीहरूले सबै त्यो हटाएर नयाँ भकारीहरू, ठुलो भकारीहरू बनाएर एकदम सबै भकारी भर्यो हैन। सबै भकारी भरेपछि अनि उसले हैन मनमा सम्झिन्छ, यो भकारी भरेपछि चाहिँ म मजाले खान्छु, मजाले पिउँछु, मजाले घुम्छु भनेर उसले मनमा सोच्छ। अनि बहुत दुःख गर्छ, अनि त्यो भकारीहरू त्यसै भरेन नि त, दुःख नगरिकन त, दुःख गरेर त्यो भकारी डम्मै भरियो। अनि गएर त्यो भकारीमा गएर त्यो हैन भण्डारमा, आफ्नो भण्डारमा गएर उसले आफ्नो आत्मालाई भन्छ, अब खा पी मोज गर, चयन गर भन्दै खुसी हुन्छ। तर त्यति बेला एउटा आवाज आउँछ, कस्तो आवाज आउँछ, ए मूर्ख हैन, ए मूर्ख आज नै त म भएकोमा आउनुपर्छ हैन, आज नै म भएकोमा आउनुपर्छ। अब उसले के गर्नु, अब जानै पर्यो हैन, अब भिसा सक्यो, संसारको भिसा सक्यो, अब यहाँबाट भिसा सक्यो, अब जानै पर्यो नि, अब यहाँबाट त नगए त हुँदैन, कहीँ पनि हामीलाई त भिसा चाहिन्छ हैन, भिसा तुरिन्छ, भिसा तुरेपछि त हिँड्नै पर्छ। अब के गर्नु हैन, अब भर्यो, त्यो जाने बेलामा कस्तो भयो होला बिचराको उसको मन हैन, कस्तो भयो होला, सबै भकारीहरू भरिएको छ हैन, पुगिसक्यो प्राण सबै गलामा, परिरहेको छ अगोर धामा, तथापि थाहा पाए धनको प्रसङ्ग, पुलुक्क हेरिकन हुन्छ दङ्ग। हामीले पढेको कविता हैन। गलामा प्राण आइसक्यो, प्राण अब निस्केर जाने बेला भइसक्यो हैन, त्यति बेला त्यो धनको याद आउँछ, के गर्ने, बाफ्रे फलाना ब्याङ्कमा यति छ, त्यो फलाना ब्याङ्कमा यति छ, घरमा यस्तो ठाउँमा यति राखेको छु, त्यहाँ यति थुपारेको छु, अब के गर्ने। लु न त तिमीलाई साह्रै भएछ, लु यो चाहिँ लिएर जाऊ भनेर घरको मान्छे दियो भने उनीहरूले लान्छ र लाँदैन, किन लान्छ, त्यो आत्माले त्यो कुरा खोज्दैन हैन, आत्मालाई त्यो कुरा चाहिँदैन, किन चाहिन्छ आत्मालाई त्यो कुरा, आत्मालाई संसारको कुरा केही चाहिँदैन है, संसारको कुरा संसारमै छोडेर आत्मा जान्छ हैन, पखेटा लाग्छ गइहाल्छ हैन, लाग्छ गइहाल्छ। यसलाई हामी यहाँ देख्छौँ हैन, के देख्छौँ, प्रभुले त्यो सुन चाँदी हैन, त्यो लालमणि हिराहरू प्रभुले भन्नु भएन, प्रभुले के भन्नुभयो हैन, के भन्नुभयो प्रभुले यहाँनिर 10 पदमा, किनभने 10 पदमा चाँदी होइन तर मेरो शिक्षालाई ग्रहण गर है, प्रभुले शिक्षालाई ग्रहण गर, बुद्धिलाई ग्रहण गर, एक्सेप्ट गर, ज्ञानलाई ग्रहण गर, प्रभुले यो भन्दैछ, चाँदी सुन होइन हैन, हिरा मोती होइन, किनभने यो कुरा चाहिँ यस्तो छ हैन, न त चोरले चोर्छ, न राजाले हर्छ हैन, न कसैले छक्का पन्जा गर्नु सक्छ, न कसैले लुट्नु सक्छ, न कसैले धुत्नु सक्छ। यस्तो कुराहरू यो जो छ हैन, यो गलामा लाएर हिँड्ने पनि होइन, टाउकोमा बोकेर हिँड्ने पनि होइन, झोलामा राखेर हिँड्ने पनि होइन, घरमा थुपार्ने पनि होइन, यो
कहाँ हुन्छ यो बुद्धि ज्ञान यो समझ हैन यो हैन यो कहाँ हुन्छ हैन दिमागमा भन्छ दिलमा भन्छ है आफ्नै जीवनमा हुन्छ कस्तो प्रकारले सधैँ कसैले देख्दैन हैन कसैले त्यो देखाएर देखिने कुरा हैन हैन देखाएर देखिने कुरा हैन तर त्यसको प्रकाश त्यसको ज्योति हैन त्यहाँबाट चाहिँ मान्छेले थाहा पाउँछ हैन मान्छे त थाहा पाउँछ हैन हामीले पढ्यौं कति कवि के भन्छ कालिदासको कथा भानुभक्त आदि कवि हैन सबैभन्दा सुरुको हैन नेपालीमा सबैभन्दा सुरुको कवि चाहिँ भानुभक्त आदि कवि हैन रविन्द्रनाथ ठाकुर हैन ऊ चाहिँ रविन्द्रनाथ ठाकुर के हो ऊ त विश्वकवि हैन विश्वकवि रविन्द्रनाथ ठाकुर हामी देख्छौं हैन उनीहरूले पनि है हामी देख्छौं संसारमा यो कुराहरू उनीहरूले पनि है जुन बुद्धि ज्ञान शिक्षा पाए त्यही बुद्धि ज्ञान त्यही शिक्षाद्वारा नै है उनीहरूले के गरे हैन आज जुन शिक्षाहरू जुन कविताहरू हैन कति वर्ष बितेर गयो आज पनि उसको कविताहरू उसो हैन मान्छेले हामीले पनि यो कविताहरू पढ्यौं अझै पढिरहेको छ नानीहरूले हैन चलिरहेको छ हो कि हैन यो चाहिँ हराउँदैन यो तुरिँदैन पनि यो त बढ्दै जान्छ हैन बढ्दै जान्छ तब हामी यहाँ छौं परमेश्वरले हामीलाई चाहिँ किनभने प्रभुलाई थाहा छ है संसारमा छ मेरो छोराछोरी कहाँ छ संसारमा छ अनि संसारमा छ अनि केमा छ शरीरमा छ है संसारमा छ शरीरमा छ अनि शरीरमा है के छ शरीरमा हरेक प्रकारको के छ शरीरमा मन लाग्यो भनेदेखि हैन शरीरमा मन लाग्यो भने शरीरको अभिलाषा आँखाको अभिलाषा जीविकाको सेखी घमण्ड भन्छ हैन शरीरको आभूषणहरू शरीरमा सजिनेहरू हैन घमण्डी छ घमण्डले भरेको मान्छेले कस्तो सजाउँछ आफूलाई अस्तो गरेर राख्छ हैन अस्तो गरेर बस्छ कस्तो गरेर बोल्दैन घमण्ड सजिएको छ हैन अहंकारले घमण्ड सजिएको छ रिसले हैन कस्तो शरीरको आभूषणहरू हैन शरीरको आभूषणहरू अनि यो सुन चाँदी हीरा मोती पनि शरीरकै आभूषण हो हैन शरीरको आभूषण हो यो चाहिँ के छ लगाउने तर देखाउने आभूषण यस्तो छ हैन जो मान्छेले जो हैन नदेख्ने प्रकारले देखाएन यो चाहिँ कस्तो छ हैन रिस डाहा घमण्ड अहंकार भन्ने यो पनि शरीरकै आभूषण हो है शरीरकै आभूषण हो त परमेश्वरले हामीलाई त्यो बुद्धि त्यो ज्ञान त्यो शिक्षालाई हासिल गर्नु भन्नुभयो है त्यो बुद्धि त्यो ज्ञान त्यो शिक्षालाई हामीले हासिल गर्नु प्रभुले हामीलाई भन्नुभयो किनभने हैन किनभने प्रभुले चाहनुहुन्छ परमेश्वरले चाहनुहुन्छ प्रभुको छोराछोरीहरू हैन प्रभुको छोराछोरीहरू संसारको धन है संसारको धनले हैन तर परमेश्वरपट्टिबाटको हैन परमेश्वरपट्टिबाट आएको बुद्धि ज्ञान समझ सुझले राम्रो होस् हैन जस्तो तिमीको पिता हैन कस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि त्यस्तै पवित्र हौ अब परमेश्वर जस्तै सिद्ध पवित्र हुनुको लागि त हामी पनि त्यो गहनाले सजिनु पर्छ हैन कुन चाहिँ गहनाले शुद्धता र पवित्रतालाई चाहिँ हैन केले देखाउँछ हामीलाई पनि शुद्धता र पवित्रता त कसैले देख्दैन कसैले देख्छ शुद्धता पवित्रता भन्दा त्यही गहना कुन चाहिँ गहना प्रभुबाट आएको जुन चाहिँ गहना छ नि हैन आभूषणहरू हैन जो प्रभुबाट जो हामीले पाएको संसारबाट हैन प्रभुबाट पाएको जुन चाहिँ हाम्रो व्यवहार हाम्रो बोली चाली हाम्रो रहन सहन हाम्रो सोच विचार यो के हो सबै हैन प्रभुले नै हामीलाई दिएको बुद्धि ज्ञान समझ हामी देख्छौं यहाँ के भन्छ उपदेशको किताब 1 अध्यायको 16 पदमा हैन 1 अध्यायको 16 पदमा हामी त्यहाँ के देख्छौं राजा सुलेमान हैन राजा सुलेमानलाई प्रभुले यस्तो बुद्धि दिनुभयो हैन परमेश्वरले नै भन्छ सुलेमान हैन तिमी के माग्छौ माग
हैन, तिमी के माग्छौ माग हैन। मैले तिम्रो बाबाले कति राम्रो मसँग है मसँग मिलेर मसँग काम गरेको छ, मैले जे भनेको मानेको छ। हृदय अनुसारको मान्छे को राजा दाउद, उसैको छोरा सुलेमान। अनि सुलेमानले बुद्धि परमेश्वरलाई माग्छ, बुद्धि हैन, बुद्धि माग्छ। अनि परमेश्वरले उसलाई बुद्धि दिन्छ। अनि परमेश्वरले बुद्धिको साथ साथ उसलाई हैन अझै त्यो हैन धन मान सम्मान सब कुरो प्रभुले उसलाई दिन्छ। अनि हामी पहिलो राजा हामी उता 4 अध्यायको 29, 30, 31, 32 पढ्दै गयो भने हामीले त्यहाँ देख्छौँ कि पहिलो राजा 4 अध्याय 29, 30, 31, 32 पढ्दै जानुहोस्। त्यहाँ भेट छ, के भेट छ? संसारको मान्छेहरू पनि सुलेमानको बुद्धिलाई सुनेर, उसको कुराहरू सुनेर हेर्नु आउँथ्यो। अन्त उसको सबै कुरो देखेर उनीहरू कति खुसी हुन्थ्यो हैन। उनीहरू यस्तो खुसी हुन्थ्यो, सुलेमानको यति बढाइ हुन्थ्यो, सुलेमानको यति साह्रो प्रशंसा हुन्थ्यो। सुलेमान आफै आफूलाई देखेर छक्कै पर्थ्यो हैन। साँच्चै नै म त यस्तो थिइनँ है। जुन दिन प्रभुले मलाई यो बुद्धि ज्ञान दिनुभयो त्यहाँदेखि त म त हर्कै भइसकेको छु। मान्छेले मलाई हैन, मान्छेहरूले कस्तो प्रकारले उसको मान गर्छ, कस्तो राजाको त मान त सबैले गर्छ हैन, राजाको मान सबैले गर्छ हैन। तर गर्नुपर्ने मान गर्छ हैन। मनमा रिसाए पनि बाहिरबाट चाहिँ अब है नमस्ते हजुर भन्छ हैन, शिर झुकाइदिन्छ, नमस्ते हजुर भन्छ हैन, भित्र मनले मन नपराए पनि। तर अब परमेश्वरपट्टिबाट पाएको बुद्धि जुन चाहिँ छ, जुन चाहिँ बुद्धि पाए उसले, त्यो बुद्धि पाएपछि त जग्गा जग्गाका मान्छे त्यही पैसा रुपियाँ खर्च गरेर अहिलेको जस्तो त्यति बेला त घोडा गाडीहरू थिएन हैन, हावाजहाजहरू थिएन। त्यही साह्रो उनीहरू हैन आफ्नो हैन के भन्छ घोडा हुन्छ, गधा हुन्छ, उँट हुन्छ, त्यति बेलाको समयको गाडीहरू। अब त्यसमा कति टाढो टाढोदेखि हेर्नु आउँथ्यो राजाहरू हैन, सुलेमानको कुरा सुन्नुलाई, बुद्धिको कुरा सुन्नुलाई। अनि सुनेर आउँदा छक्कै पर्थ्यो। पहिलो राजा 4 अध्यायको 29, 30, 31, 32 पद तपाईँहरूले पढ्नुहोस् है। अनि हामी देख्छौँ उपदेशकको किताब 1 अध्यायको 16 पदमा सुलेमान राजाले के भन्छ है, म तपाईँहरूलाई अलिक पढ्छु ल। यहाँ उपदेशकको किताब हितोपदेशको क्षमा छ हैन, हितोपदेशदेखि आउँछ उपदेशक। यहाँ हामी हेर्छौँ 1 अध्यायको 16 पदमा हामी यहाँ हेर्छौँ। 1 अध्यायको 16 पदमा यहाँ लेखिएको छ, मैले आफ्नो हृदयसित यसो भन्दै बातचित गरेँ, हेर म महान भएको छु हैन। कसले कसलाई भन्दैछ? आफैले आफैलाई भन्दैछ है। मैले कसलाई? म मेरो मनलाई भन्दैछु नि जसरी, त्यसरी सुलेमानले यहाँ भन्दैछ, मैले आफ्नो हृदयसित यसो भन्दै बातचित गरेँ, हेर म महान भएको छु अनि यरुशलेममा मभन्दा पहिलाका सबैभन्दा बढी बुद्धि मैले बढाएको छु। मेरो हृदयले बुद्धि र ज्ञानको ठुलो अनुभव गरेको छ हैन। मभन्दा अगाडि है मेरो बाबा हुनुहुन्थ्यो राजा यरुशलेमको, त्यसको अगाडि साउल थियो हैन। साउलको अगाडि पनि कति थियो न्यायकर्ताहरू हैन, कस्तो कस्तो न्यायकर्ताहरू थियो हैन। तर त्यो न्यायकर्ताहरू, त्यो राजाहरू, त्यो न्यायकर्ताहरू अनि संसारमा जति पनि छ त्योहरू भने संसारको मान्छे त म भएकोमा आइरहेको छ मेरो बुद्धिको कुराहरू सुन्नु भनेपछि आज म कस्तो महान बनेको छु, आज म कति ठुलो छु। कसले भन्दैछ? सुलेमान राजाले। कसलाई भन्दैछ? आफैलाई भन्दैछ है, आफैले। किनभने अरूले त उसलाई भनिरहेको छ, भनि नै रहेको छ, सुलेमान कस्तो बुद्धि है, कस्तो बुद्धिमान हो हैन। हितोपदेश लेख्यो, उपदेशक लेख्यो, श्रेष्ठ गीत लेख्यो, अरू कतिवटा किताब लेख्यो। तर यो 3टा किताब चाहिँ यहाँ बाइबलमा है सेटल भएको छ। अरू पनि कति किताब छ उसको हैन, प्रभुको वचनमा लेखिएको छ। सबै कुरो यहाँ प्रभुको वचन बाइबलमा लेखिदियो भने त बाइबल त हैन डोकोमा बोक्दा पनि हुँदैन हैन, भारी लगाएर बोक्दा पनि हुँदैन हैन। यति कुरा मात्रै लेखिएको छ प्रभुको वचन हैन। हामी यहाँ
पहिला युहन्ना रचित सुसमाचार अन्तिम अध्यायको अन्तिम पदमा हेर्नुहोस्, त्यसको अलिकति माथि पनि गएर हेर्नुहोस्, संसारभरि पनि हटाउने थिएन है। तर यति कुरा, यस्तो कुरा लेखेको छ कि प्रभुको लोकहरूलाई होइन, प्रभुको लोकहरू होइन, हामी जो अन्य जाति जो छौँ, जो जाति छौँ, जो अन्य जाति छौँ या त पवित्र जाति छौँ, प्रभुको जो छौँ, सबै हामी प्रभुकै हौँ होइन। अनि यो प्रभुकै लोकहरूलाई होइन, मेरो वचन सुनोस्, मलाई विश्वास गरोस्, उद्धार मुक्ति पाओस् है, उद्धार मुक्ति पाएर राम्रो होस्, त्यो शिक्षा उनीहरूले है गहना लगाएको जस्तो लगाओस् होइन, मजाले त्यो गहनालाई सजिएको जस्तै मेरो वचनले उनीहरू सिँगारियोस्, सजियोस् भनेर प्रभुले यति मात्रै लेखिदिएको छ। यति मात्रै है हामीलाई प्रभुले देखेको छ। 66वटा किताब मिलेर एउटा किताब बनिएको छ प्रभुको वचन होइन। सबै कुरो लेख्यो भने त डोकामा बोकेर कसले लानु सक्छ? अहिले एउटा बाइबल होइन, हामीले जुन चाहिँ बाइबल बोक्छौँ, यो बाइबल त ठुलो भारी भयो होइन। अहिलेको मान्छेलाई सानो सानो बाइबल बनाएको छ होइन, एकदम बोक्नु पनि सजिलो पनि, एउटा स्टाइल पनि होइन, बनाउनु एकदम कभर पनि त्यही प्रकारको लगाएको छ। यति मजाले होइन, ठक्कै बोक्नु, कतै त गोजीमा हाल्नु पनि हुन्छ होइन, लिएर हिँडिरहेको छ। कतिले त बाइबललाई मोबाइल फोनमा हालेर पनि हिँडिरहेको छ होइन। तर परमेश्वरले चाहिँ हामीलाई बुझोस्, जानोस् होइन, मेरो बुद्धि र ज्ञानले उनीहरू सुशोभित होस् होइन, मेरो बुद्धि र ज्ञान पाएर म जस्तै होस्, परमेश्वरको इच्छा यस्तो छ है। यसलागि यहाँ राजा सुलेमानले छक्कै पर्छ, अघि त म यस्तो थिएन, उसले आफ्नो मनलाई आफै भनिरहेको छ, मेरो बाउ जस्तो म थिइनँ, अहिले त म त मेरो बाउ मेरो बाजेहरू भन्दा त म त कहाँ आइपुगेँ, कस्तो बुद्धि कस्तो ज्ञान मैले पाएँ। कसले भन्दैछ? सुलेमान राजाले। अरूहरूसँग भनेको छैन, अरूहरूले खुदले अरूहरूको मुखबाट होइन उसको प्रशंसा भइरहेको छ होइन। दक्षिण देशको रानी पनि आयो, सुलेमानको यति साह्रो है जस्तो कुराहरू सुनेर आयो, त्योभन्दा बढी कुरा उसले सुन्नु पायो है। अनि छक्कै पऱ्यो दक्षिण देशको रानी पनि। यसरी जग्गा जग्गाबाट आउँथ्यो। पहिलो राजा 4 अध्यायको 29, 30, 31, 32 पद पढ्नुहोस् तपाईँहरूले है, पाउनुहुन्छ। राजाहरू है रानीहरू आएर कति उसको बढी बढाइ गरेको छ। अनि हो अहिले हामी पनि गरिरहेका छौँ। सुलेमान कसरी भन्दा प्रभुले परमेश्वरले उसलाई त्यो बुद्धि दिनुभयो, किनभने परमेश्वरलाई मनपर्ने कुरा माग्यो है। के माग्छस् माग भन्दाखेरि होइन, उसले के भन्छ, मलाई बुद्धि दिनुहोस्, यत्रो ठुलो प्रजालाई मैले कसरी चलाउनु होइन, यिनीहरूको कसरी मैले हेरचाह गर्नु, यिनीहरूको कसरी मैले न्याय गर्नु, कहीँ म न्यायलाई अन्याय गर्छु कि, दोषीलाई निर्दोष ठहराउँछु कि, निर्दोषलाई दोषी ठहराउँछु कि होइन, मलाई बुद्धि मलाई दिनुहोस्। प्रभु कति खुसी हुनुहुन्छ, कति खुसी हुनुभयो प्रभु। अनि प्रभुले उसलाई बुद्धिको साथमा है मान सम्मान है, धन दौलत मान सम्मान सबै कुरो दिनुभयो होइन। अब राजा त धन सम्पत्ति त पुरै छ, तर पनि परमेश्वरले अझै उसलाई दिनुभयो। अनि मान सम्मान पनि है उसले धेरै पायो। अनि यति साह्रो मान सम्मान सबैको मुखबाट उसको चर्चा भइरहेको छ, आज पनि भइरहेको छ। अनि त्यति बेला है उसले आफैले आफ्नो चर्चा आफै गर्छ, आफ्नो प्रशंसा आफै गर्छ। कसरी गर्छ? म त होइन अघि जब राजकुमार थिएँ, अनि मसँग त अरू मेरो दाजुभाइहरू थियो, कतिसँग म डराउनु पर्थ्यो, कतिजनाले मलाई धम्की दिन्थ्यो, कतिजनाले मलाई यो गर्थ्यो कस्तो गर्थ्यो होइन। आज त छक्कै पर्नु होइन। आज त यति उसको बुद्धि र ज्ञान त्यो शिक्षाले यति भरिएर होइन, राजाहरूले पनि उसलाई त मान सम्मान दिनु थालेको छ। अनि भन्छ यहाँनिर 1 अध्यायको 16 पदमा के भन्छ, मैले आफ्नो हृदयसित यसो भन्दै बातचित गरेँ, आफ्नो हृदयसित होइन। हाम्रो हृदयलाई पनि हामीले है यो हृदयलाई यो मनलाई हामीले के गर्नुपर्छ, मनलाई पनि आफ्नो दोस्ती बनाउनुपर्छ, आफ्नो साथी बनाउनुपर्छ। अनि यो मनको गुलाम, यो मनको साथी होइन, मनको गुलाम चाहिँ हुनु हुँदैन। मनले पनि के गर्छ नभए उसलाई
कता कता भन्छ त्यो मनले जता जता देखाउँछ त्यता त्यता जानु थाल्यो भने त फेरि के भयो होइन, हो कि होइन। आज यो मनलाई आज है आज कस्तो मानेर अब एकदम उहाँ जानुपर्ने थियो, उहाँ बोलाइरहेको छ, आज उहाँनिर एकदम प्रचार गर्नुपर्ने छ, जानुपर्ने छ, तर मनले के भन्दैछ होइन आज क्रिकेट हेर्न जाउँ होइन, आज एकदम वहाँनिर इन्डिया र पाकिस्तानको हुँदैछ भनेपछि त्यो मनले कहाँ मान्छ। अब क्रिकेटै हेर्नु जाउँ भन्छ, मनले उसलाई जबरजस्ती लान्छ है। त्यसलाई दाउद राजाले भन्छ हे मेरो मन है, हामी स्तुति पनि गाउँछौँ, हे मेरो मन है प्रभुको उपकारलाई नबिर्सी। मनको कुरा मनले भनेको कुरातिर लाग्यो भने मनले त हामीलाई कहाँ लान्छ के गरिदिन्छ है, हो कि होइन। अब यो मनलाई होइन, मनलाई छोडेर यस्तो मनसँग म पिछा लाग्यो भने त हुँदैन। अब मनलाई मैले छोडिदिएँ, जा तेरो खुसी गर, अब म जान्छु है, सङ्गतिमा जान्छु, सेवामा जान्छु, कहीँ पनि जान्छु, आफ्नो ड्युटीमा जान्छु, आफ्नो काममा जान्छु, म मात्रै जान्छु, मनलाई छोडिदिएँ है। त मैले त्यहाँ कोही पनि काम गर्छु कसैलाई मन पर्दैन, किन म मनले गरेको छुइनँ होइन। मनले नगरेको काम के हुन्छ, राम्रो हुँदैन होइन। मनले मानेको छैन, मनले कामै गरेको छैन, मैले गर्दैछु भनेदेखि होइन, म फरुवा खन्दैछु भने मलाई रिस उठ्छ, भात पकाउँदैछु भने मलाई रिस उठ्छ होइन। कोही काम मलाई गर्नु एकदम इम्पोर्टेन्ट छ, जरुरी छ, कसै हिसाब किताब गर्नुपर्छ, एकदमै दिमागले काम गर्दैन, मन मसँग छैन नि त। यसलागि त्यो मनलाई चाहिँ मसँग सेटल गर्नुपर्छ है, मनसँग म मिल्नुपर्छ, मनको गुलाम हुनु हुँदैन। फेरि मनले जता लान्छ त्यता जान्छ। यसलागि मनलाई के गर्नु पर्यो, मित्र बनाउनु पर्यो है। अनि मनले गरेको काम, हृदयले गरेको काम मान्छे सबै खुसी हुन्छ। हाम्रो प्रभु कति खुसी हुनुहुन्छ होइन। मनबाट गर्नुपर्छ, हृदयबाट गर्नुपर्छ प्रभुको सेवा है। प्रभु कति खुसी हुनुहुन्छ होइन, कति खुसी हुनुहुन्छ। घरमा छोराछोरीले पनि यस्तो काम गरिदियो भने खुसी भएर होइन, मनबाटै हृदयबाटै काम गर्छ, कति होइन बाबु आमा पनि कति खुसी हुन्छ होइन। त्यसै लागि अनि मनकै कुरा सुनेर हिँड्नु चाहिँ होइन, तर मनलाई पनि के गर्नुपर्दछ, के गर्नुपर्दछ, सल्लाह गर्नुपर्छ, मनलाई पनि आफ्नो बसमा राख्नुपर्दछ है। अन्त मनलाई लिएर गरेको काम, हृदयले गरेको काम चाहिँ के हुँदछ, अति नै है मनपर्ने, जहाँ पनि ग्रहणयोग्य हुँदो रहेछ। मनले नगरेको काम शरीरले मात्रै गरेर के गर्नु। सेवामा त गएँ नि म, मेरो मन छैन, म मात्रै गएँ। मन त मेरो कहाँ छ, घरमै छ कि उता क्रिकेटतिर छ कि फुटबलतिर छ कि होइन, कता छ, मन त उतै छ होइन। दुईजना प्रभुको छोराहरू होइन, सेवामा आउँदा बाटोमा झगडा भयो, डिस्कस भयो। हे आज त क्रिकेट पो हुँदैछ, क्रिकेट हुँदैछ भनेर दुईजना होइन। अन्त एकजनाले भन्छ जाउँ क्रिकेट हेर्नु जाउँ, अर्कोले मानेन, हेत आज सन्डे जानु हुँदैन होस्। अनि दुईजना डिस्कस पर्दा दुईजना छुट्यो, एकजना क्रिकेटतिर गयो, एकजना सेवातिर गयो। अब सेवातिर जानेर एकदम मजाले वचन सुन्दैछ होइन, उता क्रिकेट हेर्नेले मजाले क्रिकेट हेर्दैछ। प्रभुको दुईजनै प्रभुको छोरा हो। अब एउटा क्रिकेट हेर्दैछ एकदम एकजना चाहिँ प्रभु वचन सुन्दैछ। अनि सेवा सक्यो, क्रिकेट खेला पनि सक्यो होइन। अनि दुईजना आयो, जहाँबाट छुटेको त्यहीँ भेट भयो फेरि होइन। भेट भयो त्यहाँ अथवा घरमा भेट भयो, कहीँ भेट भयो। अनि कुरा भयो, उनीहरूको एक दुसरा कुरा भयो। के भन्दैछ, कसले वचन दियो आज अनि उसलाई थाहै छैन, कस्तो वचन दियो थाहै छैन। किन थाहा छैन, सेवा गरेर पनि किन उसलाई थाहा भएन। कुन चाहिँ स्तुति गीत भजन गायो, कुन चाहिँ दासले वचन दियो, कस्तो वचन दियो थाहै छैन। किन उसको मन त क्रिकेटमा गएको छ होइन। त्यो फलानाले त होइन उहाँ क्रिकेटमा छ होइन, कसले जित्यो होला, इन्डियाले जित्यो कि पाकिस्तानले जित्यो कि, कति रन बनायो, कति विकेट गयो होइन, कति बलर गयो, उसले त्यतातिर मन त्यतातिर ध्यान भयो, शरीर मात्रै छ त्यहाँ, मन त उहाँ छ। अब म क्रिकेट खेल्ने पनि गएर त्यहाँ हेर्दा उसले पनि सोच्दैछ है, मेरो साई त वचन सुन्दैछ है, कस्तो वचन दियो होला, कसले वचन दियो, उसले पनि उता यतापट्टि मन राखेको छ, शरीर उतापट्टि छ। हेर्नुहोस् त, र कसरी त्यो मनलाई र त्यो शरीरलाई चाहिँ सेटल गर्नुपर्छ होइन।
सेटल गरेर मिलेर चाहिँ है मिलेर चाहिँ के गर्नुपर्छ यसरी सल्लाह गर्छ दाउदले आफ्नो मनलाई भन्दैछ हैन दाउदले सुलेमानले पनि यहाँ भन्दैछ यसलाई नि सबै कुरो हैन हामीलाई प्रभुले सिकाउँदछ यहाँनिर सुलेमानले भन्दैछ सुलेमानले के भन्दैछ हे मेरो मन हैन मैले आफ्नो हृदयसित यसो भन्दै बातचित गरेँ हेर म महान भएको छु के भएको छु ठुलो भएको होइन महान भएको छु हेर्नुहोस् त है म महान भएको छु मभन्दा अघि कस्तो कस्तो राजाहरू कस्तो कस्तो थिए हाम्रो बाउ बाजेहरू कस्ता कस्ता थिए हैन मेरो बाउले कस्तो कस्तो दुःख गर्यो कस्तो कस्तो गर्यो हैन तर तिनीहरूभन्दा म कहाँ छु मेरो बाउ बाजेभन्दा म महान छु हैन मेरो बाउ बाजे मेरो एक छेउ पनि आएको छैन यस्तो भन्दछ उसले हैन अनि यरुशलेममा म भन्दा पहिलेका सबैले भन्दा बढी बुद्धि मैले बढाएको छु मेरो हृदयले बुद्धि र ज्ञानको ठुलो अनुभव गरेको छु मैले मात्रै हैन मेरो बुद्धिले हैन जुन चाहिँ बुद्धि मैले परमेश्वरबाट पाएको छु यति साह्रो मेरो त्यो बुद्धिले के गर्छ मेरो मान र सम्मान बढाएको छ मलाई यति ठुलो बनाएको छ यति ठुलो म भएको छु हैन हैन हेर्नुहोस् त हामी देख्छौँ अब मत्ती 6 अध्यायमा हामी देख्छौँ है मत्तीको किताब 6 अध्यायमा पनि हामी के देख्छौँ त्यहाँनिर है तपाईँहरूलाई यहाँ पढ्न सकेको थिएँ म तपाईँलाई अलिकति हैन मत्तीको किताब 6 अध्यायमा यहाँ हैन प्रभुले भन्नुभयो सुलेमान राजाको विषयमा के भन्नुभएछ आज दिनभरि फुल्छ हैन भोलि ओइलाउँछ हैन घाँसको फुल भन्नुभएछ जो फुल हैन फुल्छ नि घाँसको फुल घाँसै त हो कस्तो राम्रो फुल फुल्छ तर के गर्नु है एक दुई दिन बाद त्यो जान्छ त्यसको सुन्दरता त गयो गयो त्यसको नाम नै चाहिँ हराएर जान्छ त्यो रातो रङ त गयो गयो त्यो पहेँलो नीलो हरियो कस्तो रङ त गयो गयो त्यसको नाम निशान केही रहँदैन है गयो कति राम्रो यस्तो हैन जति चाहँदा पनि हेऱ्यो जहाँबाट पनि आयो मान्छे त्यो फुललाई हेर्ने बित्तिकै त्यसको अनुहार उज्यालो भयो है ओठमा मुस्कान आयो आँखा पनि रसिलो भयो हैन चिन्ता फिक्रीले आएको छ चाहे त्यहाँ त भोकले तिर्खाले आएको छ या कस्तो थाकेर गरेर आएको छ या त कसैसँग एकदम डिस्क्यास भएर आएको छ एउटा राम्रो उसको फुल अगाडि हैन गमलामा आयो या त हैन कहीँ एउटा फुल देख्यो भनेदेखि उसको मनले के हुन्छ कति सन्चो कति है उज्यालो भएर आउँछ अन्त आफ्नो त्यो त्यो हात पनि बिस्तारो लगेर त्यो फुललाई यसो समाउँछ हैन एकदम बिस्तारो कहीँ चोट नलागोस् कति राम्रोसँगले फुल कस्तो सुन्दर फुल तर के भयो 2 दिन बादमा त्यो मुर्झाएर गयो ओइलिएर गयो हैन ओइले रङ त गयो रूप पनि गयो हैन त्यस्तो जिन्दगी यहाँ आउनुहोस् त मत्तीको किताब 6 अध्यायको यहाँ हामी पढ्छौँ 6 अध्यायको घाँसको फुल प्रभुले भन्नुभएको छ है यहाँनिर 6 अध्यायको कतिमा भने 6 अध्यायको यहाँनिर लेखिएको छ यहाँनिर 6 अध्यायको 30 पदमा हामी पढ्छौँ है 30 पददेखि पढ्छौँ यसकारण परमेश्वरले मैदानको घाँसलाई जो आज छ र भोलि चुलामा फालिन्छ यसरी पहिराउनुहुन्छ भने हे अल्पविश्वासीहरू हो है 29 पदमा पढ्छौँ ल हामी तर पनि म तिमीहरूलाई भन्दछु सुलेमानले पनि आफ्नो सम्पूर्ण महिमामा तीमध्ये एउटाले जस्तो वस्त्र पहिरेका थिएनन् सुलेमान हेर्नुहोस् त त्यस्तो बुद्धि पायो त्यस्तो ज्ञान पायो त्यस्तो समझ पायो त्यस्तो शिक्षा हासिल गर्यो अनि अघिको राजाहरूभन्दा यति साह्रो महान भयो अघिको राजाहरूभन्दा भयो अनि अहिलेको जति राजाहरू छ त्यो सबको प्रशंसाको पात्र भयो हैन को सुलेमान हैन हेर्नुहोस् त अब प्रभुले यहाँ के भन्दैछ 29 पदमा प्रभुले भन्नुभयो तर पनि म तिमीहरूलाई भन्दछु सुलेमानको पनि आफ्नो सम्पूर्ण महिमामा ती मध्ये एउटालाई जस्तो वस्त्र पहिरेका थिएनन् यसकारण परमेश्वरले मैदानको घाँसलाई जो आज छ र भोलि चुलामा फालिन्छ यसरी पहिराउनुहुन्छ भने हे अल्पविश्वासीहरू हो के उहाँले तिमीहरूलाई
झन व्रत गरी पहिराउनुहुन्न र? यसकारण 31 पद, यसकारण हामी होइन 29 र 30 हामीले पढ्यौँ। यसलागि मैदानको घाँसको फुल यति मजाले सजिएको छ है, फुल कोही फलले सजिएको छ होइन। धानको बाला लाग्छ, कस्तो मजाको बाला, बिरिरिरि त्यो बाला हेरेर मान्छे कति खुसी हुन्छ। गहुँको बाला लाग्छ, जौँको बाला लाग्छ होइन। मेवाहरू अब मेवा पाक्न थाल्यो, आँपहरू पाक्न थाल्यो, मतलब फुल्नु थाल्यो। पहिला फुल्छ, त्यहाँबाट फलले सजिन्छ त्यो बोट होइन। अनि यता फुलको बोटले फुल कति मजाले सजिएर जान्छ, हेर्नुहोस् त होइन। त्यो फुलहरू, घाँसको फुलहरू यति मजाले परमेश्वरले त्यसलाई सजाउने परमेश्वर हो नि। रातो, पहेँलो, निलो, हरियो, त्यसलाई कस्तो प्रकारले प्रभुले सजाएको छ, कस्तो प्रकारले प्रभुले एकदम सिँगारेको छ घाँसको फुललाई। यति साह्रो त्यो फुल सुन्दर होइन, यस्तो सुन्दर भएको छ, यति राम्रो भएको छ फुल भनेपछि होइन। भनेपछि राजा सुलेमान त्यति सिँगारिनु सकेको थिएन, प्रभुले भनिरहेको छ। जस्तो फुल आज छ भोलि छैन होइन। आज घाँसको फुल आज छ भोलि छैन, त्यो घाँसको फुल यति साह्रो सजिरहेको छ होइन। यति साह्रो त्यसले आफ्नो सुन्दरता छरिरहेको छ। सुलेमान राजा त्यस्तो राजा भएर यस्तो बुद्धि ज्ञान पाएर पनि ऊ के भएन, त्यो फुल जति सिँगारिनु सकेन, फुल जति सिँगारिनु सकेन होइन। अनि हामी पढ्दै गयो भने तिमीहरू त त्योभन्दा तिमीहरू त के छ, त्योभन्दा तिमीहरू बहुमूल्यको छ, प्रभुले यहाँ भन्नुभएको छ होइन। यहाँ कहाँ भनेर यहाँनिर लेखेको छ, यहाँनिर तिमीहरू त्यो भन्दा पनि त्यहाँ तपाईँले पढ्दै जानुहोस् होइन। त्यो फुलहरूभन्दा तिमीहरू के छौ, मूल्यवान छौ होइन। त्यो फुल, घाँसको फुल आज छ भोलि छैन। घाँसको फुलले देखाउँछ संसारको मान्छेहरूलाई, संसारको मान्छेहरूलाई देखाउँछ कति सुन्दर सुन्दर, कस्तो राम्रो, कस्तो है, कतिको प्रशंसा भइरहेछ, कतिको कस्तो कस्तो भइरहेछ है। कति मजाले चलिरहेको छ, हिँडिरहेको छ होइन। कारमा हिँडिरहेको छ, हवाईजहाजमा हिँडिरहेको छ, डनलपमा बसिरहेको छ, एसीमा बसिरहेको छ, कस्तो कस्तो। सुलेमान राजाले कहाँ यस्तो गर्नु पायो? न त बिचरा हावाजहाजमा चढ्नु पायो होइन, न त एसीमा बस्नु पायो, न त डनलपमा, न त होइन। कहाँ त्यस्तो एकदम बिचरा कतै जानु पर्यो भने हात्तीमा चढ्नु पर्थ्यो या घोडामा चढ्नु पर्थ्यो होइन। अहिले त होइन भटभटेमा जाने कि होइन, कारमा जाने कि ट्रेनमा जाने कि प्लेनमा जाने, केमा जाने होइन। हेर को भन्दाखेरि ठुला ठुला भइहाल्यो, अमिर त अमिरै भइगयो, तर गरिबहरू पनि आज होइन, गरिबहरू पनि आज के देख्छ, एसीमा बस्नु खोज्छ, गरिबहरू पनि बिल्डिङमै बस्नु खोज्छ। अनि गरिबहरूले खोजी पनि रहेछ, पाइ पनि रहेछ, भेटी पनि रहेछ, हिँडी पनि रहेछ होइन, गरिरहेछ। जति सुलेमान राजाले है त्यो पाएन होइन। तर आज होइन त्यो फुल जस्तै मान्छेहरू सुन्दर छ, राम्रो छ, कस्तो राम्रो, 2 दिने जिन्दगी होइन। 2 दिने जिन्दगी फुल फुल्छ यस धरतीमा, कोही लिएर झर्न जन्मन्छन् मानिस, के अरे किन जन्मन्छन् मानिस एक दिन त मर्नै पर्छ जन्मेपछि। 2 दिने जिन्दगीमा होइन कति लाग्छ, कस्तो लाग्छ। घाँसको फुललाई परमेश्वरले यति साह्रो सजाउनु भएको छ। सुलेमान राजा यति साह्रो सजिएको थिएन होइन। तर अब हामीलाई तिमीहरू त त्योभन्दा बहुमूल्य छ, यहाँनिर लेखेको छ है। यहाँ तपाईँहरूले पढ्दै जानुहोस् होइन, यहाँ कता लेखेर त खोज्नुपर्छ, यही 6 अध्यायमै छ, खोज्नुहोस् तपाईँहरूले। त्योभन्दा पनि हामी के छौँ, मूल्यवान है। त्यो घाँसको फुल भन्दा पनि भनेपछि सुलेमान भन्दा त हामी त कहाँ मूल्यवान भयौँ त। सुलेमान भन्दा त घाँसको फुल मूल्यवान भयो। अब घाँसको फुल त अब घाँसको फुल हो, हामी त झन् होइन, हामी नै भइगयौँ होइन। यहाँ लेखेको छ कि यहाँ तपाईँले पढ्नुहोस् त 26 पदमा, आकाशको चराचुरुङ्गीलाई हेर, किनकि ती न त बिउ काट्दछन्, न त बिउ छर्दछन्, न कटनी गर्दछन्, न ढुकुटीहरूमा बटुल्दछन्, तर पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। त के तिमीहरू तीभन्दा धेरै मूल्यवान होइनौ र?
हेर्नुहोस् त, तिमीहरू त्योभन्दा धेरै मूल्यवान होइन र प्रभुले हामीलाई है भनिरहेको छ, सोधिरहनु भएको छ। तिमी हामी आफूलाई के सोच्छौँ होइन, हामी आफूलाई के सोच्छौँ? कतिले हामी आफूमा घमण्ड गर्छौँ। मलाई के सोचेको, म के त्यो मामुली मान्छे हो, मलाई के यस्तो सोचेको, मलाई यस्तो सोचेको। आफूलाई हामी यति है आफ्नो तारिफ गर्छौँ होइन, आफ्नो तारिफ गर्छौँ, के गर्छौँ र आफैलाई हामी के गर्छौँ होइन, आफ्नो तारिफ आफैलाई गर्छौँ। सुलेमानले आफ्नो तारिफ गर्दैछ, तर त्यो तारिफ गर्ने लायकको तारिफ उसले गर्दैछ होइन, गर्दैछ, अरूले पनि गर्दैछ, उसले पनि गर्दैछ। तर कसैले हाम्रो तारिफ नगरे पनि हामी त आफ्नो तारिफ गर्छौँ। मैले नगरेको भए कहाँ हुन्थ्यो, मैले नभनेको भए कहाँ हुन्थ्यो, म नगएको भए कहाँ हुन्थ्यो, म नभनेको भए यस्तै आफ्नै है बढाइ प्रशंसा तारिफ हामी गरिरहेको हुन्छौँ होइन। तर प्रभुले हामी जति आफूलाई मूल्यवान सम्झिन्छौँ है, जति आफूलाई राम्रो सम्झिन्छौँ होइन, हामीले प्रभुको वचनलाई हेऱ्यौँ भने प्रभुले त्योभन्दा पनि मूल्यवान हामीलाई सम्झिनुहुन्छ। हामी जति आफूलाई नाप्छौँ नि होइन, म जस्तो के हो होइन, त्योभन्दा राम्रो प्रभुले हामीलाई, त्योभन्दा मूल्यवान प्रभुले हामीलाई सम्झनुहुन्छ। हाम्रो प्रशंसा प्रभुले गर्नु चाहनुहुन्छ होइन, हाम्रो होइन प्रशंसा गर्नु चाहनुहुन्छ प्रभुले पनि कि होइन मेरो छोराछोरीले होइन, मेरो छोरा हामीबाट प्रभुले प्रशंसा गर्नु चाहनुहुन्छ। किन? हामी राम्रो छोराछोरीले राम्रो काम गर्ने बाबुआमाले प्रशंसा गर्छ नि होइन, कस्तो प्रशंसा गर्छ। प्रभुले हामीलाई जो उपकार गर्नुभयो, जो उपहारहरू हामीलाई दिनुभयो होइन, जो प्रशंसाको योग्य हुनुहुन्छ प्रभु होइन, धन्यवाद स्तुति प्रशंसाको योग्य हुनुहुन्छ उहाँ। अनि हामी पनि त्यस्तै होइन प्रशंसाको योग्य। हामी यहाँ मत्तीको किताब 5:16 होइन पढ्दै गयो भने होइन, त्यहाँ लेखेको छ, राम्रो तिमीहरूले होइन, राम्रो तिमीहरूको चालचलन देखाऊ मान्छेलाई, तिमीहरूको राम्रो चालचलन देखेर है तिमीहरूको प्रशंसा हुन्छ अनि परमेश्वरको प्रशंसा हुन्छ। पहिला पत्रस 3:12 है यसरी लेखिएको छ, फिलिपी 2:15 यो टेढा बरालिएको पुस्ताहरू तिम्रो राम्रो भएर हिँड्नु होइन, राम्रो त्यो शिक्षा, त्यो बुद्धि, त्यो ज्ञानलाई हासिल गर्नु होइन। यहाँ हामीले पढ्छौँ त्यो बुद्धि ज्ञान पाउनुको लागि पहिला हितोपदेशको किताब होइन 1 अध्यायको 7 पद पढ्नुहोस् तपाईँहरूले। हितोपदेशको किताब, अहिले जुन चाहिँ किताब हामीले पढ्यौँ यही हितोपदेशको किताब 1 अध्यायको 7 पदलाई पढ्नुहोस्। त्यहाँ लेखेको छ, परमेश्वरको भय, परमेश्वरको डर राख्नु नै के हो? बुद्धि प्राप्त गर्नु हो होइन। परमेश्वरको डर राख्नु नै बुद्धि प्राप्त गर्नु हो होइन। परमेश्वरको डर राख्दैन मूर्ख, एकदम मूर्ख हुन्छ। परमेश्वरको डर राख्ने के हो? एकदम बुद्धिमान हुन्छ। हामी यहाँ हामी देख्छौँ यहोशूको किताबमा है, यहोशूको किताबमा हामी देख्छौँ त्यहाँनिर होइन, यहोशूको किताबमा हामी के देख्छौँ, त्यहाँबाट गिबोनी भन्नेहरू छ होइन। हामी त्यहाँ यहोशूको किताब हामी 2 अध्यायमा हामी देख्छौँ होइन, त्यहाँ गिबोनी भन्नेहरू छ। जस्तै इजरायलीको काम देख्यो उसले होइन, इजरायलीको काम देखेर त्यो गिबोनीहरू होइन, बाफरे यही सहर चाहिँ जुन चाहिँ इजरायलले यही सहरलाई त तहस नहस पारिदियो, सब खतम पारिदियो। त्यो देखेर गिबोनीहरूले अनि परमेश्वरको कुराहरू सुनेर इजरायलले गरेको काम देखेर डरले थुर काम्न थाल्यो। को? गिबोनीहरू यहीको बासिन्दाहरूभन्दा उनीहरू एकदमै होइन, उनीहरू पराक्रमी योद्धाहरू थियो होइन। त्यहाँ तपाईँहरूले पढ्दै जानुहोस् 2 अध्याय 6 अध्यायमा यति पराक्रमी थियो। तर इजरायलीहरूलाई देखेर तिनीहरू डराउनु थाल्यो। किन डराउनु थाल्यो? हामी यहाँ छौँ होइन, यहाँ हामीले कतिमा चाहिँ हितोपदेश कतिमा हेर्दा थियो हामीले 8 अध्यायमा होइन, यहाँ बुद्धि ज्ञानको होइन 5, 6, 7, 8 यहाँ हामी देख्छौँ 8 अध्यायको यहाँनिर
12 पद म बुद्धि निपुणतासँग बास गर्दछु र विचारपूर्ण युक्तिहरूको ज्ञान प्राप्त गर्दछु। हेर्नुहोस्, अब यो के जसको किताब तपाईँले पढ्नुहोस्, यो कति हितोपदेश किताब 1 अध्यायको 7 पदलाई पढ्नुहोस्। यहाँ म पढेर तपाईँहरूलाई सुनाउँछु। यहाँनिर लेखिएको छ 1 अध्यायको 7 पद। यहाँ यस प्रकार लेखिएको छ, परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्। बुद्धि र शिक्षा, परमेश्वरको वचन तुच्छ ठान्नु चाहिँ के हो? आफैलाई मूर्ख बनाउनु हो, है। अब त्यो गिबोनीहरूलाई यो तपाईँहरूले पढ्दै जानुहोस्, यो हैन, राहाबको कथा पढ्नुहोस्, 2 अध्यायमा पाउनुहुन्छ। उता तपाईँले पढ्नुहोस्, के भन्छ, गिबोनीहरूको 9 अध्यायमा पाउनुहुन्छ। गिबोनीहरूले के गर्यो? परमेश्वरदेखि यति डराउन थाल्यो उनीहरू, परमेश्वरको काम देखेर, हैन। अनि परमेश्वरको वचन पनि सुन्यो, डरले थुरथुर भयो, यही सहरलाई तहस नहस पार्यो। अनि उनीहरू त्यस्तो पराक्रमी योद्धाहरू थिए तिनीहरू। उनीहरूले के गर्यो? एकदम भुसिए परेको रोटी लिएर, हैन, थाङ्ने लुगा लगाएर, भर्खर निस्केको, हिजो निस्केको मान्छेहरू आज यति साह्रो कति वर्षदेखिको जस्तो भएर आएको छ। थोत्रे लुगाहरू लिएर कस्तो रोटीहरू, चपाउनु नसक्ने रोटीहरू यस्तो कस्तो प्रकारले बनाएर ल्याएको छ। हजुर, हामी त धेरै टाढोबाट आएको, धेरै टाढोबाट, हेर्नुहोस् त, हामी यस्तो रोटी खान्छौँ, यस्तो रोटी खान्छौँ, यस्तो टाढोबाट आएको छौँ, यस्तो हामी यस्तो के दुःख पोखाए, किन भन्दा तलवार लिएर आएन उनीहरू, हैन। त्यहाँको है के भन्छ, हित्ती, एमोरी, परिजी, गिर्गासी, कनानीहरू भन्छ नि, तलवार लिएर आयो। बाटो हिँड्नु पनि दिएन कतिले त इजरायलीहरूलाई, तर उनीहरू त डरले थुर हुँदै सुकेको रोटी लिएर आउँछ, है। सुकेको रोटी, पानी लिएर आउँछ। हामी त हजुर यस्तो छौँ, है, हामीलाई दया गर्नुहोस्, हामीमाथि तपाईँहरूले प्रहार नगर्नुहोस्, हामी त परदेशीहरू टाढोबाट आएको, हैन। अन्त त्यहाँ यहोशूले पनि उनीहरूलाई माया गर्छ, बिचारा, हे बिचारा चाहिँ टाढोबाट आएको रहेछ, फेरि त्यस्तो कुरा पनि गर्दैन, राम्रो गर्दैछ, हैन। अनि उनीहरूसँग मिल्छ। अनि उनीहरूले आफ्नो ज्यानको, है, यति साह्रो ज्यानको माया गर्छ। अनि हैन, उनीहरूसँग नम्र भएर आएर, है, आफ्नो ज्यानको भिख माग्छ। अनि पछाडि थाहा पाउँछ, तिम्रो त आम्ने सामनेको तिम्रो त मान्छे रहेछ, तिम्रो त हामीलाई यस्तो किन छक्यौ, किन छल्यौ हामीलाई। अब तपाईँहरूले पढ्दै जानुहोस् ल, यो 9 अध्यायको 1 दिन पढ्दै जानुहोस्, है। अब तिमीहरूलाई के गर्नुपर्ने, तिमीले यसो किन गर्यौ? अन्त हजुर, हामीले तपाईँको परमेश्वरको कुराहरू सुन्यौँ, अनि तपाईँहरूले गरेको काम देख्यौँ। हामी त डरले एकदम डरले, हामी त डरले गर्दा हामी त एकदम चैन भएन, शान्ति भएन। के गर्नु? त्यही लागि हामी त बाँच्नुको लागि तपाईँहरू भएकोमा आएको, हामीलाई यसो नगर्नुहोस्, हैन। हामी तपाईँको बरु तपाईँको कमारा बनिदिन्छौँ, तपाईँको दास बनिदिन्छौँ, तपाईँले जे भन्नुहुन्छ। अनि इजरायलले उनीहरूलाई कस्तो कमारा बनायो? दाउरा बोक्ने दाउरे, पानी बोक्ने पनेरे। अहिले पनि छ भनेर यहाँ प्रभुको वचनमा लेखेको छ। गिबोनीहरू दाउरे र पनेरे भएर अहिले पनि बसिरहेको छ, है। इजरायलीहरूसँग मिलेर बसिरहेको छ। किन उनीहरूले आफूलाई दाउरे र पनेरे बनायो? किन बनायो? यस्तो पराक्रमी योद्धाहरू। किनभने परमेश्वरसँग डरले थुर भयो डरले, हैन। अघि नै उसले आफूलाई परदेशी भनेर, है, अब हामीलाई तपाईँले एकदम नमार्नु, हामीले उ नगर्नु भनेर अघि नै एकदम करार पनि बाँध्नु लगायो, कसम पनि खुवाउनु लगायो, हैन। अनि सबैले माया गरेर बिचारा, है, उसलाई कसम पनि खायो। अनि भरे के भयो? थाहा पायो। त थाहा पाउँदाखेरि, हैन, के थाहा पायो भन्दाखेरि, अब हामीले चाहिँ कस्तो थाहा पायौँ भन्दा, हैन, अब इजरायलले कस्तो थाहा पायो? अब हामीले के थाहा पायौँ भन्दाखेरि, त्यो गिबोनीहरू यस्तो पराक्रमी, यस्तो योद्धाहरू, त्यो यसलाई त, हैन, कस्तो पनि त्यो यही सहरको त्यो योद्धाहरू त उनीहरूको लागि त केही थिएन। त्योहरू लडाइँ गर्नु सुरेर आयो। तर गिबोनीहरू डरले थुर। इजरायलसँग डराएको होइन, कोसँग डराएको? परमेश्वरसँग डराएको। कति ज्ञानी अनि कति बुद्धिमानी भनेर हामी त्यहाँ देख्छौँ। कसलाई? त्यो गिबोनीहरूलाई। यदि उनीहरूले त्यस्तै डराउन नआएको भएदेखि त्यो के भन्छ, गिबोनीहरू पनि खत्तम हुने थियो, है।
परमेश्वरले त इजरायलको हातमा दिइसकेको छ। के बोल्यौँ सबै खत्तम, ऊ त खत्तम भयो, उसको छोराछोरी, उसको जहान बाल बच्चा सब खत्तम, उसको देश छ सबै कसको हुन्छ? इजरायलको हुन्छ। प्रभुले दिइसकेको छ। तर यो कुरालाई उसले विश्वास गर्छ, विश्वास गरेर दौडेर बनेर भयो हैन, सानो बनिदियो। किन हैन? उसको पक्षमा परमेश्वर छ नि त। सानो भयो भने परमेश्वर पनि हाम्रो पक्षमा हुन्छ हैन। हेर्नुहोस् त कस्तो बुद्धि। हामी देख्छौँ राहाबलाई त 2 अध्यायमा पढ्नुहोस्, यहोशूको किताब 2 अध्यायमा यहोशूले 2 जना जासुसलाई पठाउँछ, यरिहो शहरमा जाऊ, चेक गर कहाँ कस्तो कस्तो योद्धाहरू छ, कस्तो कस्तो उनीहरूको सिपाहीहरू कस्तो कस्तो कहाँ के छ हेर, राम्रो विचार गरेर आऊ। 2 जना जासुस आउँछ है यरिहो सहरभित्र। राहाब चाहिँ एउटा बेश्या हैन, बेश्या। अब त्यहाँ हामी देख्छौँ जब राहाबले हैन त्यो 2 जना जासुस त्यहाँ आयो हैन, राहाबकोमा आयो। अनि त्यहाँ खायो पियो सबै कुरो गर्दा अब राहाबले थाहा पायो यो त परदेशी मान्छे हो, यो त कहीँको हो। अनि बुझ्दै जाँदा यो पनि थाहा पाए यिनीहरू इजरायली रहेछ। त्यो थाहा पाउने बित्तिकै राहाबले एकदम के गर्यो? राहाब त त्यो 2 जना जासुससँग पो डरले थुर भयो। हेर्नुहोस् त, त्यो 2 जना जासुससँग डरले थुर भयो। अब त्यो 2 जना जासुस पनि डराउन थाले, किनभने अब राजाकोमा यो रिपोर्ट पुगिसक्यो हैन, हल्ला चल्ला हुँदैछ। अब राजा आउँछ, अब त्यो जासुसहरू बिचार डराउँछ, मान्छे हो, डरले थुर हुँदैछ हैन। अन्त अब के गर्नु कही गर्नु यस्तो थियो होला। तर जब राहाबलाई देख्छ छेउमा, राहाब पो डरले थुर भइरहेको छ उनीहरूदेखि। अनि राहाबले उसलाई माथि औसीमा लान्छ, घरको छप्परमाथि औसीमा लगेर त्यहाँ लुकाउँछ हैन। त्यहाँबाट के यस्तो राख्ने कुराहरू छ त्यसले छेलिदिन्छ त्यहाँ राखेर। अनि राहाब तल झर्छ। राजाले मान्छे पठाउँछ, पुरा बटालियन फौज आउँछ। खोइ तिम्रोमा यस्तो यस्तो मान्छे आएको थियो अरे, निकाल यहाँ। हजुर आएको थियो तर उनीहरू अब गइहाल्यो नि, कहाँ यति बेलासम्म बस्छ र। तर म चिनिनँ को हो के हो, म त कहाँ चिन्नु, हाम्रो यहाँको मान्छे त होइन, मान्छे त बाहिरकै हो, आएकै हो, हजुर आएकै हो, तर उनीहरू छैन, गयो। अहिले तपाईँलाई जानुभयो भने भेट्नुहुन्छ होला, सायद अहिले गेट बन्द हुने बेला भयो, तपाईँलाई जानुहोस् भेट्नुहुन्छ। अनि सबै सिपाही टट गयो। अब गेट बन्द हुने बेला, सहरको त्यो मूल ढोका हुन्छ नि गेट, अब त्यो बन्द हुने बेला भयो। बन्द हुनुभन्दा अगाडि गयो, बटालियन कतिवटा आएको थियो गयो खोज्दै घोडामा एकदम। अनि माथि कौसीमा जान्छ है। राहाब डरले थुर हात जोड्दा भन्छ, हजुर मैले तपाईँको ज्यान बचाइदिएको छु। यो परमेश्वरले हैन, तपाईँको परमेश्वर जीवित सत्य परमेश्वर हो। तपाईँको परमेश्वरले तपाईँको हातमा दिइसकेको छ है। मलाई सबै एकदम है प्रभुको मलाई पुरा मलाई विश्वास छ, मलाई डर छ। दया गरेर जसरी मैले तपाईँको ज्यानलाई बचाइदिएको छु, मेरो ज्यानलाई पनि बचाइदिनु है, मेरो परिवारलाई बचाइदिनु। अनि त्यो 2टा जासुसले धेरै सान्त्वना पायो, धेरै ढाडस पायो। बिचरा उनीहरू पनि डराइरहेको थियो हैन। तर त्यो राहाब त्यो बेश्याले हेर्नुहोस् त, राजासँग डराएन, योद्धाहरूसँग डराएन, कोसँग डराए? त्यो 2टा जासुस है, परदेशीहरूसँग डराए। किन? त्यो परदेशी होइन, त्यो स्वदेशी हो है, परमेश्वरको मान्छेहरू हो, यिनीहरूको साथमा परमेश्वर छ, उनीहरूको यो परमेश्वर सर्वशक्तिमान हो। त्यो राजासँग किन डराउनु, त्यो योद्धाहरूसँग किन डराउनु? त्यो परदेशीहरूसँग डरा थुर हुँदै आफ्नो ज्यानको भिख माग्न थाल्यो, आफ्नो परिवारको भिख माग्न थाल्यो। हेर्नुहोस् त, परमेश्वरको डर भय राख्ने हैन त्यो राहाब हैन, बुद्धिको खुड्किलोमा उसले पाइला राख्यो हैन। अब हामी हेर्दै गयो भने त्यो राहाबकै वंशबाट हैन, राहाबकै वंशबाट के भन्छ, प्रभु यीशु मसीह जन्मेको हामी पढ्छौँ है। हेर्नुहोस् त, अन्य जाति राहाब को हो को हेर, इजरायलको गन्तीमा आयो हैन, यहुदाको गन्तीमा आयो। अनि त्यहाँबाट नै है हाम्रो प्रभु यीशु मसीहको है, अनि प्रभु यीशु मसीह त्यहाँबाट नै जन्मेको हामी देख्छौँ हैन। अनि कहाँबाट यो बुद्धि ज्ञान कहाँबाट पायो भन्दा उसले कहाँबाट पायो? परमेश्वरको डर हैन। अहिले हामी पढ्यौँ हैन 1 अध्यायको 7 पद हैन।
परमेश्वरको डर मानेर हैन त्यो दुईटा जासुसँग डर आफ्नो ज्यान हत्केलामा राखेको भन्छ नि तर उसले हातकलामा राखेन आफ्नो ज्यान त परमेश्वरलाई दिइसकेको थियो उसले अनि एकदम है भन्छ मेरो परिवारलाई पनि बचाइदेऊ जस्तो मैले तपाईँको बचाएको छु हैन नभएदेखि हैन परमेश्वरसँग नडराउनु भएको त यो परदेशी रहेछ कहाँ तपाईँ गएको जानु पाउँदैन राजा आउँदैछ बस्नु जानु दिँदैन हैन अब त्यस्तो अब आफ्नो सहरभित्र आउने परदेशीलाई कहाँ छोड्नु सक्छ हैन तर परमेश्वरसँग डराउने प्रभुको छोरी राहाब हैन राहाब बेस्या हैन कहाँदेखि कुन पदमा पुग्यो कहाँबाट आयो बुद्धि र ज्ञान शिक्षा परमेश्वरपट्टिबाट आयो संसारको बुद्धि ज्ञान होइन यो परमेश्वरपट्टिको बुद्धि र ज्ञान है जो राजा सुलेमान त्यति सजिएको थिएन आज तपाईँ र म सजिएको छौँ यति हैन राजा सुलेमानले भन्दैछ कि बाउ बाजेमा यस्तो थिएन म कस्तो महान भएँ आज हामी आफैले टटोलौँ आफैलाई जाँचौँ अघि हामी संसारमा जब थियौँ नि हाम्रो बाउ बाजे है हाम्रो बाउ बाजे बराजु काका हैन मामा फुपा फुपी इष्टमित्र गाउँको हैन आफन्त रिश्तेदार नातेदार अडोस पडोसहरू कस्ता मान्छेहरू कस्ता मान्छेहरू थिए कति राम्रो कस्ता भला आदमीहरू थिए हामी त के थियो भूषण जस्तो थियौँ हैन तर आज जुन दिन प्रभु यीशु मसीहलाई विश्वास गर्यौं हैन जुन दिन राजा सुलेमानले परमेश्वरबाट दर्शन पायो बुद्धि हासिल गर्यो त्यस्तै जुन दिन हामीले प्रभु यीशु मसीहलाई विश्वास गर्यौं प्रभु यीशु मसीहलाई हामीले एक्सेप्ट गर्यौं ग्रहण गर्यौं प्रभुबाट पाउनुपर्ने उपहारहरू त्यो बुद्धि ज्ञानलाई हामीले जब हासिल गर्यौं आज हामी पनि आफूलाई टटोलौँ अरे बाफ रे हैन म आफूलाई के सोचेको त म त के रहेछु मेरो बाबुबाजे कहाँ यस्तो थियो आज हेर त सत्य परमेश्वरलाई चिने जीवित परमेश्वरलाई चिने मान्छेले यति खर्च गरेर मुक्ति उद्धार पाउन सकेको छैन मैले एउटा लाल पैसाको खर्च नगरिकन मैले मुक्ति उद्धारको म के भएँ मुक्ति उद्धारको म एकदम मुक्ति पाएँ उद्धार पाएँ हैन मुक्तिको स्रोत भएँ म एकदम उद्धार मुक्ति पाएँ यस्तो बुद्धि ज्ञान यस्तो सत्य पवित्र परमेश्वरलाई चिने अनि जुन चाहिँ जाल छक्का पन्जामा थिए जुन चाहिँ पासो परेको थिएँ त्यो पासोलाई पनि मैले चिने त्यो पासो पनि कस्तो खतरा रहेछ त्यो पासो थाप्ने सिकारीलाई पनि मैले चिने कस्तो डरलाग्दो रहेछ हैन मैले चिने हैन त्यो सिकारी जसलाई मैले हैन पुज्थे भस्थे मान्थे हैन अनि आफूलाई पनि चिने मैले आफूलाई पनि चिने आज म कस्तो छु कस्तो थिएँ कस्तो छु सधैँ खाने थोक खाना छोडेँ सधैँ जाने ठाउँ जान छोडेँ जब यीशु कहाँ गएँ आज प्रभु यीशु मसीहलाई पाएर सुलेमानले जुन बुद्धि र ज्ञान पायो त्योभन्दा पनि मूल्यवान कुरा आज हामीले पाएका छौँ है सत्य परमेश्वरलाई चिनेका छौँ हैन जीवित परमेश्वरलाई चिनेका छौँ प्रभु यीशु मसीहलाई चिनेका छौँ हैन यसलागि अब हामीले त्यो सुन चाँदीलाई हैन त्यो बुद्धि र ज्ञान हैन त्यो बुद्धि र ज्ञान त्यो शिक्षा जसले चाहिँ हामी सजिनुपर्छ हैन जसरी एउटा दुलही सजिन्छ नि हैन दुलहीको वस्त्रले त्यस्तै प्रकारले त्यो गहना बुद्धि ज्ञान समझ सोचको गहनाले सजिनुपर्छ हामी कि हाम्रो दुलहा है अब आइरहनु भएको छ प्रकाशित वाक्य 16:15 हैन प्रभु आइरहनु भएको छ हाम्रो दुलहा हैन आइरहनु भएको छ धन दौलतको रास हुँदैमा मानिस ठुलो हुन्न जबसम्म संकुचित हृदयमा उदारता उब्जन्न संकुचित यस्तो अप्ठ्यारो हृदय यस्तो अप्ठ्यारो यस्तो कडा हृदय हैन शङ्काले भरेको डाहा रिसले भरेको हृदय त्यसमा उदारता कसरी उब्जने कोही त्यस्तो हृदयमा कहीँ उदारता उब्जन्छ
उदारता हैन, दया माया कोमलता त्यस्तो हृदयमा कसरी उब्जन्छ? हेर्नुहोस् त, धन दौलतको त रास छ नि, तर दिल त मन त त्यस्तो रहेछ नि। धन दौलतको रास हुँदैमा मानिस ठुलो हुन्न। जबसम्म हृदयमा उदारता उब्जन्न, जब उदारता जुन प्रभु यीशु मसीहलाई विश्वास गर्यो, यो सङ्कुचित हृदयमा प्रभु यीशु मसीह उदारता है जब आउनुभयो हैन, तब के भयो हैन, सबै कुरोले बुझ्नु पायो हैन। अघि धनवान हैन, अघि हामी मध्ये कतिजना हैन, धनवान, कतिजना ज्ञानवान, कतिजना बुद्धिमान, कतिजना सुन्दरवान, कतिजना के थियो नि त हैन। धनवान हुँदैमा यस जगमा ठुलो गनिँदैन हैन। धन दौलतको रास हुँदैमा मानिस ठुलो हुन्न जबसम्म सङ्कुचित हृदयमा उदारता उब्जन्न। के भन्छ, यस जगमा हैन बलवान पनि गन्तीमा सुन्दरतामा गनिँदैन, सुन्दर रूप हुँदैमा जग्गामा त्यो ठुलो भनिँदैन। अन्त को? त्यसो भए चाहिँ को भनेर अन्त को? त्यहाँबाट त्यसको एन्सर छ कस्तो, जसको मनमा मानवताको अविरल स्रोत बहन्छ। यो चाहिँ मैले पढेको कविता, मेरो किताबको नाम पनि किसलय, त्यति बेला मैले पढेको है। जसको मनमा मानवताको अविरल स्रोत बहन्छ, दीन दुखीको आर्तनादले जसको मन पग्लन्छ, स्वार्थ भावना फन्दाबाट जो हरदम तर्कन्छ। यो स्वार्थ भावना जो हुन्छ नि, फन्दा हरदम तर्किनु, आई डाई डेडी भन्छ नि पत्रसले, के भन्छ पावलले, म दिनहुँ मर्छु। हरदम त्यो जाल फन्दाबाट हरदम त्यो छक्का पन्जादेखि तर्केर हिँड्नुपर्छ हैन। बाटो अप्ठ्यारो बाटो छ, बहुत तर्किँदा त्यहाँ पर्छ, तर्किँदै हिँड्नुपर्छ हैन। मानवताको अविरल स्रोत बहनु थाल्यो जिउँदो पानी, प्रभुको वचनहरूले हैन। मानवताको अविरल स्रोत, जसको दीन दुखीको आर्तनादले जसको मन पग्लन्छ। गरिब दुखी दरिद्रहरू छ हैन, हेर्नु संसारमा धनवान ज्ञानवान बुद्धिमान छ, तर प्रभुको दृष्टिमा विचारहरू गरिबहरू छ। योहरूले पनि खोजिरहेको छ हैन, योहरूले पनि खोजिरहेको छ। के खोजिरहेको छ? सत्य प्रभुलाई खोजिरहेको छ। स्वर्ग जानुको लागि उनीहरूलाई पनि भिसा, उद्धार, मुक्ति खोजिरहेको छ। अन्त मानवताको अविरल स्रोत भएको छ त्यहाँ है। उनीहरूलाई है दिनुपर्ने कुरा के हो? प्रभुको वचन, त्यो शिक्षा। न चोरले चोर्छ, न राजाले हर्छ, न कहीँ हराउँछ, न कहीँ बिर्सिन्छ। त्यो चिज उनीहरूलाई दिउँ कि हामीले जुन कुरा हासिल गर्यो उनीहरूले पनि हासिल गर्छ, हामीले पाएको उद्धार मुक्ति उनीहरूले पनि पाउँछ। कति खुसी हैन। हामी रिसाउने होइन, उनीहरू विचार जानेको छैन, बुझेन, रिसाउँछ। अब हामी किन रिसाउँ? विचार नपाउने कति त रिसाउँछ हैन, तर हामी त जानेको बुझेको छौँ। हामी त कस्तो महान भन्छ नि यहाँ सुलेमानले, कस्तो महान भएको छु म, मेरो पुर्खाहरू यस्तो थिएन, मेरो बाउ यस्तो थिएन, मेरो बाजे यस्तो थिएन, त्यति बेलाको अहिले पनि त्यस्तो मान्छे कहीँ छैन जस्तो म भएँ। अहिले तपाईँले मैले है यो कुराहरू भन्नु पाएका छौँ अनि भन्नु सकेका छौँ हैन, भन्नु सकेका छौँ हैन। यस कारणले गर्दा हैन प्रभुले भन्नुभयो है, सुलेमान राजा त्यति सजेको थिएन, घाँसको फुलहरू त्योभन्दा राम्रो सजेको छ हैन। अब त्योभन्दा मूल्यवान हामी छौँ। हेर्नुहोस् त, सुलेमानले भन्दा पनि राम्रो कुरा है प्रभु यीशु मसीहलाई हामीले पायौँ हैन। अनि प्रभु यीशु मसीहको त्यो वचन जो हामीले पायौँ, अन्त कस्तो डरलाग्दो पासोबाट हामी उम्किनु पायौँ हैन। सत्य जीवित परमेश्वरलाई चिन्यौँ, प्रभु यीशु मसीहलाई चिन्यौँ, संसारलाई चिन्यौँ, सबै कुरो चिन्यौँ, आफूलाई पनि चिन्यौँ हैन। ल जय मसीह, प्रभुले आशिष दिएका हुन्।